recording from Siruari. आजको दिनको सुरुवात चाहिँ 11 बाट हुँदैछ। टक्क भ्यू हेर्दै गिटार यहाँ के नाप्दैछ नै। अरू केटाहरू चाहिँ हाम्रो उता छ। 8 जना केटाहरू चाहिँ उता छन्। हामी चाहिँ 4 जना यहाँ छौँ। अहिले मासतिर गएपछि देखाउने छ है त भ्यूहरू क्लिपहरू। गाइस हेर्नु हामी सबै यहाँ जस्तै डक्टरहरू छन्। अलि टाइट होला नि बाँधिदिँदो। पछि हो के टाइट हो नि? टाइट बाँध्ने हो कि पहिले पछि हो के? ल डाक्टर साहबले के भन्नुभएको छ के अरे यहाँ प्रेसर नाप्दैछ अरे मेरो चाहिँ। हेरौँ कतिको के रहेछ प्रेसर चाहिँ। अब यहाँ दिलीप डक्टर हुनुहुन्छ। वालिङबाट सिरबारी चेकअप गर्दा आउट भएको मान्छेलाई ढुकढुक कस्तो छ? ठिक छ? के भयो बढेन क्या? रमित यहाँ त यहाँ र हावा जाँदो रहेछ। यहाँ र हावा जाँदो रहेछ। अब छोडिदिन्न। यसको त 180 छ यार। 180? हाई ब्लड प्रेसर के हो र? ल के भनेछ नि यहाँ डाक्टर साहबले। ल 180 त धेरै हो त। खै 180 घर परायो। अब डाक्टर साहब आउनु त 100 मा गराउन सक्छ रे। ओग्या 90 करा मर्ने भएछ छिटै। गाइजहरू हेर्नु त हामी चाहिँ अघि नै उठिसकेको। हाम्रो केटाहरू त यहाँ सुत्दै लम्पसार पर्दै मुख छोपेको यस्तो छ हालत। के हो केटा उठो है त। ल गाइजहरू हाम्रो नास्ता चाहिँ आइसक्यो। यो चाहिँ अहिले फिलहाल अन्डा सुरुवाती, त्यसपछि अरू पनि आउँदैछ है। ल हाम्रो नास्ता चाहिँ यो है फिलहाल कोदोको रोटी आलु। ल ठ्याक्क भ्यू हेर्दै यस्तो हामी चाहिँ नास्ता हान्दैछ मैले त। ल फाइनली गाइजहरू हामी चाहिँ माथि भ्यू पोइन्टमा जाँदैछौँ। स्यास्या हुँदै यति हिँड्दा नि स्यास्या भइदिन्छ यार। टक्क यहाँ 2 जना केटाहरू छन् अलिअलि। टक्क बाटो यस्तो छ है त। किन यति हिँड्दा नि स्यास्या भयो नि थैट। यो चाहिँ सिरबारी गाउँ ठ्याक्क। यहाँबाट चाहिँ मिठो देखिँदो रहेछ गाउँ चाहिँ होइन। यहाँ मासतिर जाने हो। के भयो यस्तो स्या भयो। गाइजहरू यहाँ चाहिँ मिठो गरेर गराएको छ है। यता गाउँहरू यता तलतिर डाँडाभरि सबै घरै गराएको छ। स्या भयो हिँड्न नसकिने भइएछ। हिजोको भात धेरै लाग्यो। भात सात के बिहान कोदोको रोटी खाइयो। कतिवटा गयो त नि? एउटा यो त कोही त 4वटा। ए भगवान बुकुल रहेछ के माटो नि दिएछ। सुरुमा 2टा थियो पछि 2टा थपेको थियो त। ल अङ्कलले जिम भन्न नपाउँछ। गाइजहरू ठाडै छ यार। स्यास्या भयो सकेला त झन् यस्तो यार। औसेली पाएको छ मै ट्याक्क टिप्दै खाँदै। यो चाहिँ सिरबारीको भ्यू पोइन्ट अफ सिरबारी औसेलीको ज्याङ।
त्यही हो यही गाइजहरू ल यति टिप्न सफलमा चाहिँ होइन ठक्क यहाँ चाहिँ भ्युटा केटाहरू गइसक्यो अनि बिस्तारै बिस्तारै हिँड्दैछु सास फुलेर एउटा हिँड्न नसक्ने भयो यो जहाजहरूले त हावा मस्त सरेर लाग्छ ट्याक्क यता निगाउँछ एउटा यो चाहिँ सिरबारी टक्क लभली छ है भ्यू पोइन्ट चाहिँ गाइस हामी चाहिँ यहाँ माथि भ्युटा आएर टक्क यो चाहिँ भ्युटा यहाँ फोटोसुट हुँदैछ आएर यहाँ फोटोसोटो खिच्यौँ यता छन् केटाहरू अलिअलि फोटोसोटो खिचेर टक्क अब चाहिँ झर्ने हो तलतिर है त भ्यू चाहिँ यस्तै छ कुहिरेर आइरहेको छ यार यता चिसो चिसो छ हामी चाहिँ ट्याक्कै यहाँ माथि फोटो खिच्न आएको यहाँ लभको चिन्हमा टक्क यहाँ यस्तो छ भ्यू चाहिँ यहाँ तल टावर भयो टक्क हामी चाहिँ माथि आइयो अझ फोटो खिच्दैछन् तलतिर केटाहरू मासतिर छ कोही ल हामी चाहिँ अब तल झर्दैछौँ ट्याक्क अब तल झरेर ट्याक्क सामान के छ प्याक गरेर चल्दैन कतिर नेपाली अब यो ब्लग पार्ट चाहिँ यही हेर्नुहुन्छ